भदौ 24 गते नेपाली राजनीतिक इतिहासमा एक फरक दिन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा आफ्नै घरभित्रै प्रदर्शनकारीको हिंसात्मक आक्रमणमा परे। प्रदर्शनकारीहरू बुढा नीलकण्ठ स्थित देउवाको घरभित्रै पसे। सभापति देउवा र आरजु राईको कोठासम्म पुगेर लछार पछार गरे। भिडियोहरूमा आरजु राणामाथि पछाडिबाट लात्ती प्रहार समेत भएको देखिन्छ। उनी भुइँमा लडेकी थिइन्। देउवा दम्पतिलाई आँगनसम्म तानेर थप कुटपिट गरिएको दृश्य समेत बाहिरिएको थियो। घरमै सुरक्षाकर्मी र निजी सचिवको अनुरोध पनि प्रदर्शनकारीको हिंसालाई रोक्न सकेन। तर परिस्थिति यस्तो भयावह बन्यो, प्रदर्शनकारीहरूले घरमा आगजनी गरे। नगद र सामान जलेका भिडियोहरू पनि छरपष्ट रूपमा बाहिर आए। उद्धार गर्न नेपाली सेना र हेलिकप्टर पठाइयो, तर भिडको ढुङ्गा वर्षामाझ हेलिकप्टर सुरुमा अवतरण नै गर्न सकेन। सुरक्षाकर्मीहरूले जस्ता पाताले ढाकेर देउवा दम्पतिलाई जोगाए। धेरै बेरपछि मात्र हेलिकप्टर अवतरण भयो। उनीहरूलाई अस्पताल लगियो। 79 वर्षका देउवा र 63 वर्षकी आरजुको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। गर्दन, ढाड र अनुहारमा नीलजाम देखिएको छ। उनीहरूको उपचार भइरहेको अस्पताल गोप्य राखिएको छ। नजिकका आफन्त र कांग्रेस नेताहरूले समेत भेट्न पाएका छैनन्। दर्शकबिन देउवा दम्पतिमाथि भएको आक्रमण जेन्जी आन्दोलनको उत्कर्षमा भएको हो। सन् 1997 देखि 2012 बीच जन्मिएका युवाहरूको नेतृत्वमा चलेको यो आन्दोलन भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको ज्याजतीपूर्ण निर्णय विरुद्ध थियो। भदौ 23 गते काठमाडौँमा 17 जनाको मृत्यु भएपछि भोलिपल्ट नेताहरूको घरमा आक्रमण सुरु भएको थियो। दर्शकबिन यति बेला सबै नेताहरूलाई नेपाली सेनाले सुरक्षा दिएर राखेको छ। देउवा दम्पति अहिले पनि उपचाररत छन्। दर्शकबिन, अब तपाईलाई नेपालको राजनीतिक भविष्य कता जाला भन्ने लाग्छ? तपाईको विचार के छ? कृपया कमेन्ट गर्नुहोला।